हेलो नमस्कार स्वागत छ तपाईँहरूलाई मेरो भिडियोमा। आज चाहिँ मैले जसको घरमा किचनमा मोडुलर गर्नुभएको छैन उहाँहरूको लागि बेस्ट भिडियो लिएर आएको छु है। यो चाहिँ हो हाम्रो किचनमा चाहिँ मैले यसरी पर्दाहरू लगाएको छु है। र मोडुलर गर्नुभएको छैन भनेदेखि चाहिँ अब खुल्लामा चाहिँ अब हाम्रो किचन कस्तो च्यालाला देखिन्छ नि त है। र हामी लेडिजहरूलाई चाहिँ अब अलिक सानाकसिनिक नै गरेको मनपर्छ नि त च्यालाला देखिनुभन्दा। र यो आइडिया चाहिँ मलाई बेस्ट लाग्यो। र हाम्रो चाहिँ घरको चेन्ज गरेको पर्दा थियो कि अन्त त्यसलाई चाहिँ काटेर मिलाएर बनाउँदैछु। अगाडिको पर्दा पनि त्यसरी नै मैले आफै बनाएर लगाएको हो है। अब त्यसरी लगाउँदाखेरि चाहिँ अलिक च्यालाला देखिँदैन, सिनिक्कै देखिन्छ। मोडुलर गर्दाखेरि त झन् बेसी कक्रोचहरू लाग्दो रहेछ। र मैले चाहिँ फाइनली बनाइसकेँ र हेर्न सक्नुहुन्छ होला कति च्यालाला देखिन्छ है। जो चाहिँ यसलाई अब चेन्ज गर्नु आँटेको मैले। र यो चाहिँ मैले अनलाइनबाट मगाएको फ्लिपकार्टबाट है। यो चाहिँ वाल हुक हो। यो हुक लगाएर चाहिँ अन्त त्यसमा स्प्रिङ लगाएर चाहिँ पर्दा लगाउनुपर्छ नि त। अन्त यसरी लगाइसकेँ मैले हुक चाहिँ। अनि त्यसमा चाहिँ स्प्रिङ लगाएर चाहिँ अन्त यसरी पर्दा लगाइदिनुपर्छ है। तपाईँहरूलाई अगाडिको कलर मन पर्यो कि अहिलेको कलरमा राम्रो लाग्यो कमेन्ट गरिदिनुहोस् होला। र जसले पनि मेरो भिडियो हेरिदिनु हुँदैछ उहाँलाई धेरै धेरै धन्यवाद। हस् त बाई बाई। आजलाई चाहिँ यति नै। अन्त नेक्स्ट भिडियोमा भेट्नेछु।